स्थानीयले राम्रो चिया रहेछ हेर्नुभएको छ। हजुरको परिचय दिनु त। मेरो नाम राजेश्वरी रावत। अनि यो के को चिया पो ल्याइदिनु भयो यो हामीलाई? गनानो हालेर चियाले बनाएको मैले। गनानो? हजुर यो औषधि हो। मितनाना हो? हजुर। खै के ल्याइदिनु भयो? भनेको उहाँ नाना हामी हो के मित लाउनु भएको? अनि मैले लाएको हैन भाइ त्यो 20 मेगा हजुर ल यो हाम्रो चेली पुरा छ त है यहाँ एउटा मित हजुर म हजुर मित बहिनी घरबाट आउनुभएको मिति नि है उहाँले मिठो स्पेसल चिया खुवाउनु भयो चाहिँ जयपुरको चिया अरे मैले अब आफ्नो सम्झेर आफ्नो सब सरन्दान यति टाढादेखि आएको छन्। म यहाँदेखि टाइम निकालेर पनि नास्ता चिया खुवाउँ। खाना त अब मेरो घर टाढा छ, त्यही भएर खाना खुवाउनु सकिनँ। चिया त खुवाउँ भनेर म आएको दाइ। ल थ्याङ्क यू। ल तपाईँले एकदम स्पेसल हामी 6 दिन 7 दिन पछि बल्ल चिया खाने हो। राम्रो मिठो चिया खानु पाइयो है। धन्यवाद। आलु पनि छ भन्ने थियो, तपाईँकै तर्फबाट हो? मेरो तर्फबाट हो। म अहिले एकछिन पछि ल्याउँछु। अहिले अगाडि चिया खुवाउँ भनेर पछि म ल्याइदिन्छु है। यो माथि कता यार्सा गुम्बा पाउने ठाउँबाट ल्याउनु हजुर, भएको? हजुर, के अरे यसको नाम? चिया ए चिया त्यो गनानो। गनानो? यो के को औषधि हुन्छ कि? यो पेट दुख्नेको पनि औषधि हुन्छ। भोक नलाग्ने, भोक नलागेपछि यही खाएपछि भोक लाग्छ। ए अनि ल ज्वरो त्यो भए रुगा ज्वरो भए त्यो औषधि हुन्छ। ल तपाईँलाई श्रमदाताको तर्फबाट धेरै धेरै धन्यवाद है। ल नाना के